रहन्छ रहँदैन भन्ने कुराकै बारेमा आशंका पैदा भएको छ। त्यस कारणले गर्दाखेरि सरकारले शान्ति सुरक्षा लगायतका निर्वाचन भयमुक्त रहित वातावरणमा निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउनका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्छ। सरकारले दलहरूसँग पनि सबैसँग संवाद गर्दै सबैलाई विश्वासमा लिएर चाहिँ निर्वाचनको वातावरण गर्नुपर्छ। अहिलेसम्मको स्थिति हेर्दाखेरि सरकारले भूमिका निर्वाह गर्न सकेको देखिँदैन। यद्यपि अस्ति राष्ट्रपतिका केही संवाद भएको छ, तर पनि चाहिँ सरकारले दलहरूलाई विश्वासको भावना लिनुपर्छ, साथै चाहिँ शान्ति सुरक्षा कायम राख्नुपर्छ र अन्तिम दलहरूका विरुद्धमा जुन ढङ्गले प्रतिशोधको भावनासहित चाहिँ जसरी चाहिँ सरकारलाई परिवारमा गरिरहेको छ त्यसले चाहिँ निष्पक्ष स्वतन्त्र निर्वाचन हुन्छ भन्ने कुरामा आशंका पैदा गरिरहेको छ। त्यसो भएको हुनाले सरकारले भयरहित अवस्थामा निष्पक्ष र स्वतन्त्र ढङ्गले गर्नुपर्छ। दलहरूको विरुद्धमा प्रतिशोध लिने, धम्का लिने, मुद्दा लगाउने, गिरफ्तार गर्ने खालका चाहिँ सरकारले जुन खालका कारबाही चलाइरहेको छ त्यसले गर्दा निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्छ भन्ने कुरामा आशंका पैदा भएको छ। त्यसो भएको हुनाले त्यसो नहोस् भन्ने कुरामा सबैको ध्यान आकर्षण गराउने खालकै प्रक्रिया चलिरहेको छ। हामीले पनि त्यही कुरा राखेका छौँ। धन्यवाद।